त्यसपछि हामी सबै लाग्यो त्यो रेनबोको चित्र बनाउन कस्तो गरिँदो रहेछ त्यो समयमा। अनि सबै बनाएर अनि यसरी सबै जम्मा गर्दै हेरौँ को कसले कस्तो बनाएको छ हेर्दै जानेछौँ। उहाँहरूले सिकाउँदै हुनुहुन्छ यसरी यसरी गर्नु भनेर, त्यो अनुसारले सिक्दै बनाउँदै गरिरहेछौँ। यसरी बनेपछि हाम्रो 6 जनाको टिम थियो, 6 जनाले यसरी बनाए। साउन्डबार मैले बनाएको चाहिँ यो, उहाँ साथीले बनाउनु भएको, अर्को साथीले बनाउनु भएको थियो। यस्तै गरी बनाएका छौँ सबैले। त्यसपछि योलाई अलि सुक्न दिनु पर्दो रहेछ। त्यही सुक्ने समयसम्म बाहिर घुमेर सबै बाहिर घुमेर आउँछौँ। बाहिर घुमेर आएपछि कस्तो हुनेछ भनेर हेर्नेछौँ। एकैछिन हामीले त्यो तल भएको सङ्ग्रहालयको अवलोकन गऱ्यौँ। यो भित्र यस्तो थियो, राम्रो पुरानो मान्छेहरूले त्यो उसमा के प्रोजेक्टरमा देखाएको कि पहिलेको मान्छेहरू यसरी खेती गर्थे भनेर देखाइरहेको थियो प्रोजेक्टरमा। त्यहाँ खेती हेऱ्यौँ। हेरिसकेपछि अनि सबै साथीहरू फेरि तलतिर लाग्यौँ, तल्लो तल्लोतिर। अनि हेरेर आइसकेपछि कस्तो भएको सुकिसकेको रहेछ हाम्रो त्यो बनाएको चाहिँ इन्द्रेणीको जस्तो देखिने खालको त्यो ऐना सुकिसकेपछि 많이 만들지 마세요. 예, 어떤 분은 많이 만들어서 나는 10개 가져가. 그럼 딴 사람들이 6개밖에 못 가져가요. 그러니까는 8개씩만 꼭 만드세요. 자, 다시 이렇게 만들어서 오면 우리 숟가락으로 자 여기 있는 거를 이렇게 떠서 여기다가 한 2스푼 정도 해서 너무 두껍게 하지 마시고 여기를 채우세요. 그런 다음에 요거 비닐봉지로 이렇게 덮으세요. 덮은 다음에 뒤집어서 꽁꽁꽁꽁 누르면 돼요. 그래서 8개 할 수 있죠? 이게 뜨거우니까 자 처음에는 뜨거워요. 그러니까 숟가락으로 꼭 하세요. 네. अब हामीले बनाउने त्यो सामान आइसकेपछि अब हामी बनाउन गइरहेका छौँ। यसरी बनाइँदो रहेछ। यो एकदम टेस्टी हुन्छ। हाम्रो नेपालमा हुन्छ नि त्यो भुजामा अनि गुड हालेर बनाएको हुन्छ नि, के भन्छ त्यो म नामै बिर्सेँ। अनि त्यस्तो टाइपको हुँदो रहेछ क्या। यहाँ चाहिँ अलिक ठुलो हुन्छ त्यो दानाहरू चाहिँ, सेम त्यस्तै खालको हुँदो रहेछ। एकदम टेस्टी, राम्रो, स्वादिष्ट थियो एकदम। मैले त बनाउँदै खाँदै गरेँ। एकदम राम्रो स्वादिष्ट थियो। बनाइरहेको छु, सबैले बनाइरहन् है। यसमा बनाउने क्रममा म पनि देखिरहेको छु भिडियो। राम्रो थियो, एकदम राम्रोसँग बनाइरहेको छ सबै साथीहरूले। सबैले 8वटाको दरले बनाएर रेडी गरेर राखिसकेका छौँ। अब रेडी गरिसकेपछि यसलाई प्याक गर्ने हो। प्याक गरेर यसलाई सँगै घरमा लगेर जाने हो, घरमा खाने हो हैन। सबैले प्याक गरिरहेका छन्। प्याक गरिसकेपछि यो प्याक गरेर बाहिर राखिसकेपछि केही समय हामी अलिकति त्यो संस्कृतिको अनुभवको बारेमा फेरि अलिकति अनुभव गर्नेछौँ। सबै साथीहरूले राख्दै हुनुहुन्छ, प्याक गर्दै हुनुहुन्छ। प्याक गरिसके पश्चात प्याक भयो। प्याक गरिसके पश्चात हाम्रो बाहिर राखेर फेरि केही समयलाई घुम्नेछौँ भन्दै अनि नेक्स्ट पार्टतिर जान्छौँ।